आमैले भन्थिन् चर्पीमा जाने, बाबैले भन्थे हात दुई खाने, तर बाहिरै सोच गर्नाले आज सारा गाउँ नै गनायो। हात नधुई खानाले झाडा बान्ता भई रोगी बनायो। हर्के दाई तपाईँ गीत त गाउनुहुन्थ्यो, तर आजभोलि त चर्पी सम्बन्धी गीत गाउँदै हिँड्नु भएको छ। आजभोलि त जताततै खुल्ला दिशा मुक्त घोषणा कार्यक्रम भइरहेको सुनिन्छ नि। हो त सुन्तली नानी, बर्दियालाई सन् 2015 सालभित्र खुल्ला दिशा मुक्त जिल्ला घोषणा गर्ने अभियान सुरु भइसकेको छ नि। ओहो, त्यसो भए त सबै घरमा चर्पी निर्माण गर्नुपर्छ होइन त दाई? अनि चर्पी बनाउन कसले सहयोग गर्छ त हर्के दाई? अब चर्पी निर्माणका लागि अरूको आश गर्ने जमाना गइसक्यो। आफ्नो स्वास्थ्य, प्रतिष्ठा र विकासका लागि आफ्नो चर्पी आफै बनाउनु पर्छ। हामी स्वाभिमानी नेपालीले खाना लाउन कसैसँग हात थापेनौ भने चर्पीको लागि हात थाप्ने त? त्यो त हो दाइ। हेर सुन्तली नानी, नेपालका कास्की, चितवन, म्याग्दी र तनहु खुल्ला दिशा मुक्त जिल्ला घोषणा भइसके। हाम्रो बर्दियालाई पनि खुल्ला दिशा मुक्त जिल्ला घोषणा गरी जिल्लावासीहरूको इज्जत बढाउनु पर्छ, बुझ्यौ? एकदमै राम्रो कुरा गर्नुभयो हर्के दाइ। अब म पनि घरमा चर्पी बनाउँछु र छिमेकीहरूलाई पनि चर्पी निर्माण गर्नका लागि सम्झाउँदै हिँड्छु है त। चर्पी घर घरमा बन्ने भो, हाम्रो गाउँको इज्जत बढ्ने भो। जिल्ला 3 वर्षभित्रमै खुल्ला दिशा मुक्त हुने भो। जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति बर्दियाको अगुवाईमा UN हेबिटेट, IDS नेपाल, SWO र फुलबारी FM द्वारा जनहितमा जारी सन्देश।